लगाइ चाहिँ एउटा अनलाइन उठाएको छ, टाढा छ कि लिन जानै पर्ने टाढा छ। अनि लगभग कति 2.3 किलोमिटर देखाएको छ, तर यो चाहिँ ट्रु होइन। म चाहिँ लोछे मल जाने हो, आफ्नो घरतिर जाने भएको भएर मैले चाहिँ लिन गएको। 2.3 होइन 1.3 चाहिँ हो, किनकि त्यो तपाईँको म्यापले घुमाएर देखाइरहेको छ क्या। हेर्नु है, म्यापले यता मुनिबाट देखाएको छैन, यता मुनिबाट जाने हो क्या, यताबाट जाने हो। यसो कति घट्छ हेर्नु है, यताबाट खोइ अलि डिरेक्सनै उल्टो आएको छ। हेर्नु है, तर त्यो ट्रु चाहिँ होइन है, 2.3 भनेको चाहिँ मैले अघि 2.3 देखाएको छ है। टाढा रहेछ त यार। अरे कहना क्या चाहते हो? अघि 1 point समथिङ कति देखाइरहेको थियो, के गर्ने अब। सॉरी। अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। त्यो मान्छेले वेट गरिरहन्छ होला। जानुपर्ने चाहिँ त्यो पिकअप लोकेसनबाट उता चाहिँ 10 किलोमिटर मात्रै देखाएको छ। अनि फेयर चाहिँ कति 260 समथिङ देखाइरहेको थियो। अनि त्यसैले मलाई लाग्छ घाटा चाहिँ हुँदैन। जाउँ अब के गर्ने अब। अरे कहाँ आइपुग्यो यार एकैछिनमा। ल अलि 1.7। अब मैले भन्न त भने हो कि त्यो मान्छेलाई टाढा छु तपाईँ वेट गर्नु भन्दा पनि हुन्छ, म वेट गर्छु, टाइम जान्छ भन्दै थियो। होपफुली दोकान नहोस्, किनकि यति टाढाबाट जाँदैछु होइन। भनेको सन सिटी अपार्टमेन्ट थाहा छ तपाईँलाई, म यहाँ छु भने चाहिँ मलाई केही पनि थाहा छैन कि दाइ म यतातिर नयाँ छु भन्दै थियो। त्यो भएर दादा तपाईँ बस्दै गर्नु, म आउँछु, तपाईँ नजानु है भनेको हुन्छ भन्दै थियो। 1.1 किलोमिटर चाहिँ भनेपछि म जस्तो क्रेजी त कोही छैन होला हौ। 3.3 किलोमिटर पिकअप गर्न जाने भनेको त पागलै हुनुपर्छ नि। अब फिरन्ते ब्लग होइन, पागल ब्लग भनेर लेख्नुपर्छ हो। कताबाट छिर्नु, कता अल्टरनेटिभ वे पनि देखाइरहेको छ, हेरौँ। त होइन होला। के जानु यार, भित्र छिरेर फेरि झ्याउ हुन्छ होला। बाटो छ, बाटो त छ जस्तो लागेन मलाई माथि। तपाईँ हो? ल कति टाढादेखि आएको हो नि? 2.3 किलोमिटर। त्यही भएर मैले तपाईँलाई कतै न एउटा केटामेसलाई हजुर के अरे यहाँ बोलाएर पनि फेरि उल्टो उल्टो जान्छ के बाटो। फोन गरेर त फोनै रिसिभ गरेर अनि त्यसलाई क्यान्सल गरेर हजुर यो टिकट मात्रै पठाउनु पर्ने छ। ए हस् 9762। हजुरले मेसेज गरिदिनु त त्यहाँबाट।
अनि एकचोटि कल गरेर गएछु न कलै गरेर अनि हस् किनभने पेमेन्ट हजुरकै पासिन्छ नि त ए हस् हस् के अरे विदेशको पनि टाइम बजिरहेको त्यो होइन होइन 98 97 सिगारेट्स डेलिभरी रहेछ स्मल पार्सल हजुर होइन म यहाँ त्यसै बोलेर यो क्यामेरा हो यसमा चाहिँ हो कसरी रेकर्डिङ छ हेलो सुन्नु न हजुरको सामान एउटा पठाउँदै हुनुहुन्छ कि कहाँ हुनुहुन्छ लोछेमल ए हुन्छ म हजुरलाई त्यहाँ आएर कल गर्छु है हजुर के भन्नुभयो यसबाट कसरी कनेक्ट हुन्छ रेकर्डिङ कनेक्ट हुँदैन यसमै रेकर्डिङ हुन्छ क्यामेरा यो हो नि त ब्याट्री अनि एसडी कार्ड सबै यसमै हुन्छ अनि पछि यसलाई निकालेर कम्प्युटरमा हालेर अनि हाल्ने कति बज्यो किन्नलाई यो मेरो त सस्तो खालको हो कि कति नभनौँ अहिले ब्लगमा छु होइन मलाई नि कस्तो रहर छ ए कि हेलमेटमा पनि लाउँछ ए मेरो चाहिँ 35 को मात्रै हो हजुर तर यो चाहिँ एभरेज हो तर तपाईँले राम्रो प्रोफेसनल लिने हो भने गोप्रो हिरोहरू हुन्छ 70K देखि माथिको राम 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 यो एभरेज हो ल हस् बाटो छ यताबाट यहाँबाट गएर हस् थ्याङ्क यू सानो सामान पार्सल पऱ्यो कि अब इनड्राइभ पनि फेरि हानेर डबल टिप हान्दिउँ कि सिङ्गल राइडमा भनेर सोचिरहेको छु शाबाश बेटा बहुत बढिया किनकि मेरो यो पार्सल पनि सानो छ एउटा कागज एउटा सानो खाम छ अनि त्यो भएको कारणले के गरौँ अरे डबल हान्ने पनि के हो इनड्राइभमा त त्यतैतिरको हेऱ्यो भने भेटाइहाल्छ नि हो है हान्ने पनि के हो कताहरू जाउँ त्यतै हान्दिउँ है यसरी यहाँ बस्छ भने गाइज मैले चाहिँ इनड्राइभमा नि उठाइदिएँ है यो पार्सल थियो कि पठाउमा अनि बाटो एउटै पारेर इनड्राइभमा फेरि उठाइदिएको डबल हान्दिनु लागेको यो सिङ्गल राइडमा अब भरपुर फाइदा त उठाउनु पऱ्यो नि पाएको किनकि अब यस्तो हुन्छ कि सिङ्गल जाँदाखेरि अब यो भ्लग बनाउनु नि यता के बोल्ने कसो बोल्ने है झ्याउ हुन्छ कति बोल्नु आफूले फेरि आफू एक्लै बोल्दाखेरि पनि हुन्छ नि अब कति मान्छेलाई वाक्क लाग्छ होला वाक्क लाग्छ भन्दा नि म बोल्दै बोल्दिनँ यार मलाई बोल्ने टपिक नै आउँदैन अनि के बोल्नु त्यो भएर मैले चाहिँ मान्छे उठाएर लान लागेको सुपारी लिएछु 175 को Wait a minute. Who are you? अहिले यो इनड्राइभको मान्छेलाई सामाखुसीसम्म हो अनि मेरो पार्सल डेलिभरी भनेको लोछेमल अलमोस्ट सेम एरिया पऱ्यो त्यसैले डबल झ्याउ हुन्छ नि फेरि होइन अन्त हो यार थ्याङ्क्स गो अघि लामो देखाइरहेको थियो कि उताबाट इनड्राइभले तर मैले यसो चेक गरेको यहीँ पारी रहेछ अनि मलाई नजिक पऱ्यो योभन्दा अगाडि पनि उठाएको थिएँ इनड्राइभको तर त्यो चाहिँ अलिक टाढै थियो त्यो बिचतिर पऱ्यो थियो अनि क्यान्सल गर्न लगाएको टाढा भएर क्यान्सल गरेको थियो अनि अहिले यो उठाएको के होटेल अगाडि भन्यो होटेल ओम अगाडि भन्दै थियो ओम ए तपाईँ हो सामाखुसी आउनु आउनु तँ यसमै छोडिदिनु ल ठ्याक्कै कहाँनिर यो लागेको छु नि मैले यो सर्भिस रिङ रोड भन्ने यो अफिस छ कि त्यसमै ल ल हामी पनि आउने पछि हुन्छ ए हो बाटो बन्द होला नि बन्द छ जाँदा हुन्छ होला ब्लक हो कि अब अलिअलि सानो ल ल ल ल
बौद्धाको बाटो चाहिँ तपाईँ पनि जाने हो ए तपाईँ पनि जाने हो हामी आउँछ ल अगाडि अगाडि हेर्नु न म पछि फलो गर्छु आउनु बस्नुहोस् आएन नि त केटाहरूलाई टाइम लाग्छ जाँदै गरौँ है जाँदै गरौँ है बाटोमा भेट्छ होला खोइ आएन त आउँदैछ हिँडेको हामी चाहिँ केटाहरू आएर हेर्न त भेट्छ होला केटाहरूले म अलि बिस्तारै नै कुदाउने मान्छे हो सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ अगाडि बाटो बन्द छ यहाँ पिछाबाट छिर्नुपर्छ तपाईँलाई चाहिँ ठाउँ थाहा छैन हो सामाखुसी कहाँनिर ओर्लिने थाहा छैन हो ए ल ल म लोकेसन हेरेर त्यहीँ हालिदिन्छु आर यू कॉमेडी मी तर भेट्छ नि होला केटाहरूले मेन पावर जानु लाग्नु भयो ए तपाईँको लागि हो तपाईँको लागि हो ए जाने यार उता त बन्द छ क्या अगाडि नै माथि निक्लेको हुन्छ यता भित्र बाटो थाहा छ तपाईँलाई यता भित्र बाटो थाहा छ ए तपाईँ पनि यता बस्नुहुन्न तपाईँ पनि यता बस्नुहुन्न हो ए तपाईँ तामाङ हो होइन राई अरे बोली त कता कता तामाङको जस्तो छ त फेरि के राई पर्यो तपाईँ दुमी अरे घर कता हो घर कता हो लेटाङ मेरो मम्मी पनि दुमी राई हो नि तर हामी चाहिँ चामलिङ राई हो मम्मी बाइङसा तपाईँ हो र अरे मेरो मावला दुमी तपाईँको मावला चामलिङ के हो यार कस्तो कम्बाइनेसन भएर यो लेटाङ भनेको त कता पो लेटाङ मैले ए लेटाङ भनेको त उता होइन झापा सिट ए तपाईँको कता हो र झापाभन्दा अगाडि नै हो दमक ए त्यता त पछि झर्नु भयो होला नि त तपाईँहरू त्यता त पछि झर्नु भयो होला तपाईँहरूको मूल घर कता हो थाहा छ त्यही त पहाड कता हो धनकुटा कहिले कुराकानी गर्नुहुन्न बाबा मम्मीले कहिले पनि कुराकानी गर्नुहुन्न बाबा मम्मीले कताबाट जाने हो आन्टी यताबाट बाटो छ भयो त हस् थ्याङ्क यू ए हाम्रो पनि यसो हेर्ने बाटो कताबाट होला यताबाट बाटो छ अङ्कल छ है हस् थ्याङ्क यू हाम्रो पनि धनकुटामा घर छ नि धनकुटा होइन हाम्रो त मूल घर भनेको खोटाङ हो होइन मेरो मूल घर भनेको खोटाङ हो अनि मेरो मम्मीको नि माइती खोटाङ हो अनि अब म राम्रोसँग चलाइरह्यो भने अर्को भतुवा दिएर आएर गाडी माथिबाट ढ्याङ अलमोस्ट एक्सिडेन्ट अनि मेरो हजुरबुवा हुनुहुन्छ नि उहाँ चाहिँ लाउरे हुनुहुन्थ्यो नेपाल आर्मीको अनि जागिर खाँदै गर्दाखेरि उहाँ धनकुटा आएर बस्नुभयो अनि
त्यस्तो हो। अनि कता हो एउटा यार घुमे हुन्छ। दिदी यो बौद्ध कताबाट निक्लिने हो? बौद्ध। हस् थ्याङ्क यू यार। के हो यार ल हरायो नि त नि आज त। ए बल्ल ठाउँ थाहा भयो यार। त्यस्तो हो। तपाईँहरूको पनि धनकुटा त नहुनु पर्ने हो। धनकुटामा त पछिबाट आएको हो नि त नि। मलाई त थाहा नि भएन। ए भन्नु त भएको तर राईहरूको मूल भनेको चाहिँ खोटाङ नै हो। खोटाङ भोजपुर यस्तो त थाहा हुनुपर्छ क्या। तपाईँहरू के डुमी हो? जस्तै तपाईँले मलाई चामलिङ के चामलिङ हो भन्नुभयो नि, डुमीहरूको नि भित्र हुन्छ नि। ए ल अनि यहाँ चाहिँ विदेश जान मात्रै आउनु भयो? कुन देश जाने? कुन देश जाने? कुवेत किन जाने हो? कुवेत किन जाने? कुवेतमा कोही छ तपाईँको? तल बाटो बिगारेको भए पनि भित्र बाटो छिरेको। पार्लर सिक्नु भएको छ? यतै सिक्नु भयो कि उतै सिक्नु भयो? जहाँ पनि जाम हुन्छ यार यो बाटो सरकारको नीति नियमै छैन यार। अनि त्यो अघिको भाइहरू चाहिँ तपाईँलाई मेन पावर देखाउन लान लागेको गाउँकै हो? उनीहरू पनि जाने हो? अब अप्लाई गरेर फर्किनुहुन्छ कि यतै बस्नुहुन्छ? अब अप्लाई गरेर यतै बस्नुहुन्छ कि फर्किनुहुन्छ तपाईँ नि? अब विदेश अप्लाई गरेर यतै बस्नुहुन्छ कि फर्किनुहुन्छ? भइसकेको। अनि अहिले चाहिँ ए कहिले छ फ्लाइट? ए पर्सि नै सकिएको अरे। कति छ लागत? लागत कति लाग्यो तपाईँको? लागत कति लाग्यो? 2.5 आमामामा थुप्रो लागेछ त नि। आमामा तलब कति छ हो? तलब कति भनेको छ? कुवेत 2 लाख 3 लाख केही गर्ने नेपालमा बसेर गाह्रो छ। काम गरेर खान्छु भनेर त खाना दिँदैनन्। विदेश जानु बाटे भइहाल्छ। जता पनि जामै जाम के साह्रो जाम हो। देख लाग्छ यार जाम देख्दैन। एक ठाउँमा भएको यार गाडी पनि कति धेरै बढेको क्या। कस्तो जाम है। के जाम है अब यो। जाम
तपाईँको त्यो केटाहरू त पुगिसक्यो होला तपाईँको त्यो केटाहरू त पुगिसक्यो होला हामी भित्र गली छिर्यो सर्कटको लागि जाम थाल्न बाटो रहेन त्यो सार्वजनिक बसहरू अगाडि गएर टाढो पुऱ्याइन्छ क्या त्यो पनि एउटा समस्या हो कस्टमर प्यासेन्जर भेट्नको लागि दिमाग चलाउँछ उनीहरू दिमाग चलाउँदाखेरि कसैको दिमाग सकिन्छ साह्रो छ नि हो नेपालमा यो बस चलाउनको लागि चाहिँ 30 ओभरलाई मात्रै लाइसेन्स दिनुपर्छ क्या बल्ल पुग्छ योङले कुदाएर हुन्छ आफ्नो जोस हुन्छ आफ्नै पारा हुन्छ कति त पुरा ट्रिपै हुन्छ होला कति एउटा भन्छ भाइ मैले बस चलाउनु हो नि पुरा ट्रिपमा हामी त्यसले ट्राफिकले समाउँदैन भनेको बेसी चेकिङ गर्नुपर्छ बेसी चेकिङ गर्दैन अब ट्रिपमा हामी जान्छ त्यो पनि हो त्यसो चेकिङ नै गर्दैन यो माताश्रीको रातिमा थियो त्यसो सार्वजनिक गाडीहरूले कतिले रक्सी कुदाएर हुन्छ कतिले गाजा तानेर कुदाएर हुन्छ गाजा तानेको त थाहा पाउँदैन होला हो रक्सीको माताश्रीको मात्रै छ होला चेकिङ गर्ने मेसिन धेरै हुन्छ नि यो गाजा तानेर कुदाउनेहरू त यसरी चेकिङ गरेर खाने भने पनि गाडीहरूमा रोडमा एउटै गाडी भेटिँदैन नि फेरि अब चक्रपथको जाममा बसिँदैन गाडी चक्रपथको जाममा बसिँदैन लेफ्ट हानिन्छ यु टर्निङ हानिन्छ अनि गइन्छ जाममा बसेर टाइम वेस्ट भयो अनि हेरेर केही छैन अब मैले भ्लग बनाउँदाखेरि त देखाउने कुरा केही पनि बताउँदिनँ किन हो अघि पछि नै यस्तो भेटे त के हो यो ओइ 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 यो बस के गरेको यार मार्छ यार यसले मार्छ यसले कौन है ये लोग कहाँ से आते हैं हेर 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 अस्ति ट्राफिकहरू चाहिँ 2 जना ट्राफिक एउटा गल्लीमा बस्दा पुरा पैसा बाँडफाँड गरेको भेटेको थिएँ तू समझा? हाँ। नहीं तू समझा नहीं। ओइ ओइ खोल्नु लागेछ नि खोल्नु लागेछ 14 सेकेन्ड 13 सेकेन्ड 12 सेकेन्ड 3 सेकेन्ड 2 सेकेन्ड 1 सेकेन्ड गो शाबाश बेटा बहुत बढ़िया हेर यस्तो बाटोमा यार यो जस्तो मेन रोडमा यार बाटो यस्तो छ के भन्नु काम छैन यो क्या बात कर रहे हैं भनेपछि तपाईँलाई लोकेसन थाहा छैन है तपाईँलाई लोकेसन थाहा छैन है म लोकेसन हेर्दैछु है कसले फोन गर्यो त्यहाँ हेलो 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 कॉइन डाल हाँ हेलो कॉइन डाल ए क्या कॉइन डाल मोबाइल है ये कॉइन डाल हट हेलो यही थाहा भएन
वर्ष बस्नुहुन्छ उता? कति वर्षको भिसा हुन्छ? अरे थाहा हुन्छ नि हो, 2 वर्षको हुन्छ होला। 2 वर्ष कि 3 वर्ष? भोक पनि लाग्यो यार, के हो डेलिभर गरौँ पहिला, त्यसपछि खाना खानु पर्ला। धेरै त भएको छैन, पाउने कि हुँदैछ र भोक लागिसक्यो। आज लङ ड्राइभ, लङ राइड हाम्रो अनि तपाईँहरू क्रिस्चियन त होइन है? तपाईँ क्रिस्चियन हो? होइन है? अब आइपुग्न लाग्यो, आइपुग्यो। अब भित्र यता भित्र रहेछ। फेरि के भयो? अत्तालिनु हो त फेरि। यो मान्छेले बाटो बिगारी गर्छ नि, कहाँ जाऊ? मेरो ध्यानै हुँदैन यार, म त मान्छे लाटो, मेरो त ध्यान एकतिर मात्रै हुन्छ क्या। यतै हो, यही हो तपाईँको लोकेसन।